भ्रम विकृति पार्टी बुमाले कालो कांग्रेस चोर मान्छे मार्ने पार्टी। नमस्कार, आज हामी उपस्थित भइसकेका छौं नेपालको ताजा ताजा खबर लिएर। नेपालमा आज के भयो र के राम्रो भयो के नराम्रो भयो भनेर म आज हजुरहरुको सामु एकदमै राम्रोसँग स्पष्ट पार्ने छु। सर्वप्रथम काठमाडौँमा सुकुम्बासी बस्तीमा डोजर चलाइयो। यो डोजर चलाइयो तर यसमा धेरै विरोध र अवरोधहरु भयो। अब यसमा विरोध गर्ने मान्छेहरु र पार्टीहरु। नम्बर 1 भ्रम विकृति पार्टी, त्यसै भ्रम विकृति पार्टी, हर्क सम्पर्कको पार्टी। अर्को बुमाले, अर्को कालो कांग्रेस चोर, अनि अर्को मान्छे मार्ने पार्टी, 17,000 मार्ने पार्टी। अब यो पार्टीहरु मिलेर कसले के भन्यो भन्ने कुरो म हजुरहरुलाई स्पष्ट पार्छु। नम्बर 1 हर्क सम्पर्कको पार्टीले भन्यो कि सुकुम्बासी बस्तीलाई व्यवस्थित नगर्नुस्। सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्नु भयो भने हामीले फ्युचरमा उसको नाममा राजनीति गर्न पाउँदिन। हामीले नि राजनीति गर्न पाउनु पर्छ त्यो सुकुम्बासी बस्तीको नाममा। हर्क सम्पर्कको नाम यो हो, उसको पार्टीको त्यो आरएन कुकुर हो नि एउटा बोक्ने गर्ने, त्यसको नाम पनि यही हो। र बुमाले भन्यो कि यो बस्तीलाई व्यवस्थित बनाउनु भयो भने पछि हामीले मेरो पार्टीको कोही मान्छे पक्राउ पर्यो भने हामीले कहाँबाट मान्छे ल्याउने आन्दोलन गर्नलाई? हाम्रो झोले झाम्टेहरु त चाहिन्छ नि। सो त्यही भएर यो बस्तीलाई व्यवस्थित नगर्नुस्, हामीले यहीँबाट झोलेहरु लानु पर्ने छ, किनकि यहाँ धेरै जसो हाम्रै झोलेहरु छन्। अनि कांग्रेसले भन्यो कि यो सुकुम्बासी बस्तीलाई तपाईहरुले व्यवस्थित गर्नुभयो भने पछि गएर हामीले धेरै भ्रष्टाचार गर्न पाउँदैनौं, किनकि त्यसमा भ्रष्टाचार कुन हिसाबले गरिन्छ भन्ने कुरो म बताउँछु। सुकुम्बासीको नाममा हामीले धेरै उहरु गठन गर्छौं, समिति गठन गर्छौं, त्यहाँ हाम्रो झोले झाम्टेहरुलाई नियुक्ति गर्छौं र त्यसमा बजेट पास गरेर स्वान्टै झ्वाममै पार्दिन्छौं। त्यो पछि गएर हामीले गर्न पाउँदैनौं यदि सुकुम्बासी बस्तीलाई तपाईहरुले व्यवस्थित बनाउनु भयो भने। र मान्छे मार्ने पार्टीले के भनेछ कि यदि तपाईहरुले यसलाई व्यवस्थित बनाउनु भयो भने पछि हामीले मान्छे मार्न र मर्न कहाँबाट मान्छे लिएर आउने? हामीलाई त चाहिन्छ नि आन्दोलन गर्ने, मान्छे मार्ने र मर्ने, किनकि हाम्रो त कामै त्यही हो, अरु कामै आउँदैन। सो सबैले यस्तै कुराहरु गर्नुभयो र लास्टमा यो सबै कुरालाई मध्यनजर गर्दै बालेन्द्र शाहले सबैलाई एक लात र एक जुत्ता हानेर भगाउनु भयो। हर्क सम्पाङलाई 2 जुत्ता हानेछ। हो, हस्, जय नेपाल।